रसुवाको लेहन्दे खोलामा आएको बाढी भोटेकोसीमा मिसिएसँगै रसुवा र नुवाकोटको चाहिँ धेरै क्षेत्रमा बाढीले ठूलो भौतिक क्षति गरेको छ र यो पछिल्लो 50 वर्षभन्दा पछाडिको धेरै ठूलो बाढी आएको छ नेपालमा र यो बाढीले मानवीय क्षति पनि ठूलो गरेको आशंका गरिएको छ। पूर्व सूचना कम हुँदाखेरि र त्रिशुली नदी र भोटेकोसी नदीको तटमा रहेका धेरै बजारहरू तल बेत्रावतीसम्म आइपुग्दाखेरि नुवाकोटको बेत्रावती आइपुग्दासम्म धेरै बजारहरू घरहरू सवारी साधनहरू बगाएको छ, सडकहरू बगाएको छ, पुलहरू त्यसैगरी बगाएको छ। तपाईहरु देख्न सक्नुहुन्छ दृश्यमा यो बाढीको। हामीले स्थानीयहरूले विभिन्न व्यक्तिहरूले चाहिँ सामाजिक सञ्जालमा गरेको लाइभ राखेको भिडियो हामीले चाहिँ यहाँ कम्पाइल गरेर यहाँ प्रस्तुत गरेका छौं। ओइ फेरि गाडीमा छ पेट ओइ शिट ओ शिट man दाजु ओइ गाडी असं काय मग तुला जा हिशोबामध्ये उजबाजूला बाजू उडून दाबा बा पुरै त्रिशुली आमा लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ। ओहो पुरा ड्याम फुटेर आयो यार, पुरा चाइनाको ड्याम फुटेर आएर छ। आमामामामामा ल यहाँ हामीले अब ओहो यार यो पुरा ड्याम फुटेर आएको यो घर गयो यो। ल त्रिशुली बजारै गयो यार, ल गयो यार। ओ ए सुलास यता आऊ त्रिशुली बजार केही छैन। त्रिशुली स्कुल पनि छैन, सबै सिधेको अवस्था।
बगाइसकेको अवस्था छ र यो घरमाथि चाहिँ हेरिदिनु सक्नुहुन्छ। मान्छे उधारको लागि प्रतीक्षामा हुनुहुन्छ, उता पनि निस्किने ठाउँ छैन। एउटा घरको बिचमा खोलाको सबै वरिपरिबाट खोलाले बाढीले घेरेको छ र सक्नुहुन्छ भने सक्दोभन्दा सक्दो उधारको लागि आउनु हुन अनुरोध। कसैलाई केही नहोस् भगवान्, यति धेरै बगा छ कि यति धेरै बगा छ। हातै कामिरहेछ। ओ नाटक दिदी मैले नाटक गरेको हजुर हजुर रसुवा त जस्तै बनायो नि। बेद्रावतीदेखि लिएर टिमुरेसम्म सबै घरहरू च्याब्रुको सबै घरहरू गयो, च्याब्रु बेसी बजार गयो, सबै गयो। साँच्ची नै हो भनेको हजुर सबै गयो सबै गयो, केही बाँकी छैन। बेद्रावती बजार माथि खोलो हिँडिरहेको छ, हेर्नु त त्यो बजार हो, बजार माथि खोलो छ हो, बजार माथि खोलो। मैले यो ठ्याक्कै लाइनमा देखिएको बजार हो, बजार छोपेर खोलो हिँडिरहेछ। आइसक्यो भने मेरो विश्वास गर्ने नगर्ने भने विश्वास गर्ने नगर्ने रसुवा त ध्वस्तै भयो। ध्वस्त भइसक्यो, बेद्रावती केही छैन, अब विश्वास गरे नि गरौँ। भाग्नु भने के भाग्नु, अरूलाई भनेर भागिहाल्नु छिटो। हस् हस् के रह्यो त्यसलाई हेर्नु त बेद्रावती आएको बजार हामी हजुर आइसक्यो भने यहाँ लम्बे पोहोर आइसक्यो उहाँ त्यो माथिको त्रिशुलीको आइसक्यो माथिको उहाँ त्यो मेरो हात खुट्टा कामिरहेछ दिदी, एकछिनमा के बोल्न सकिरहेको एउटा भाइले हजुर घरतिर आयो दिदी आयो लाउन आयो भने आयो। हेलो चलेन लाइभ दिन्छ न हेलो आइसक्यो भाग्नु न पहिला भाग्नु, मैले भने मान्नु न को अहिलेसम्म नसुने के भाग्नु भन्नु न यार। उहाँ बेद्रा त्रिशुली बजार सब छोपिसक्यो। भाग्नु सबैले यहाँ बर्बाद केही छैन ल बर्बाद। के फुटेको यो ड्याम? चाइनाकोबाट बाढी, चाइनाबाट माथिबाट पानी ठुलो पर्यो, हामी त्यही कुरा गर्दै थियौँ त रातभरि पानी हिजो। चौकी सौकी त्यो अहिले सबै सबै गयो, तपाईँहरू आए बजार चौकी सौकी सबै गयो। केही पनि छैन नि, यही त हो नि चौकी। के थाहा भन्नलाई झन् आएछ भने के ठुलो बजारै पुरिसक्यो त। त्यो हामी बेद्रावती अघि आएको देखेको केही पनि केही पनि छैन। छैन। आइसक्यो भने हजुर तपाईँको चेक पोस्टहरू त सबै अनि गयो। अघि पुलिसले त्यत्रो बेरसम्म किन नरोकेको त? क्षति भयो है? अब गाडी कति आएको थियो आज गोसाइकुण्ड जाने गाडी कति आएको? सबै गयो। हेर्नु त झन् बढी बढी भइरहेछ खोलो त। बढेर आएको छ अनि त्यत्रो माथि सबै गयो नि, पारीको वारिस दुईटै पेट्रोल पम्प गयो। 5 मिनट चाँडो गएको भयो नि, हामी त जानेर सामान तपाईँहरू चार्जमा कुर्नु भएको थियो, रोक्नु भएको थियो? होइन, हामी त सामान बेच्दै आएको, माथि बेचेर चाहिँ बिहानै उठेर हिँड्ने भनेको थियो। तुप्चे नै गयो नि, तुप्चे सकियो नि, तुप्चे बजार सकियो। कत्रो छ त हेर्नु त, पल्लो भित्तो हान्दियो त्यस्तोमा। यिनीहरूको दिन यति रहेछ, घरमा हामी पनि नगएको। यो हामी सबै गयो बेद्रावती सबै रोकेर तिनीहरूले भन्दै थिए गाडीमा सबै गयो। भाइ तपाईँको अफिस भने कता हो? अहिले तपाईँले भन्नुभयो, कसले भन्ने हो? मैले होइन, केही छैन यार, कस्तो त्यत्रो उता फोन भयो, मान्छे पत्याउँदैन, निस्किँदैन अहिले जान्छ। रसुवामा ठुलो विपद आइपरेको छ। रसुवा आधी रसुवा चाहिँ पुरै डुबानमा परेको छ अहिले। बेद्रावतीदेखि शान्ति बजार हुँदै च्याप्रु बेसी टिमुरे सबै डुबानमा छ, सबै घरहरू डुबेको छ। हे भगवान, अति भयो त, अति भयो। हेरी साथी छैन, मन थाली साथी छैन, के गर्ने होला अब, यो के गर्ने होला? आमा यो थामी साथी छैन, थामी साथी छैन। यस्तो खोला यो इतिहासमा यो त्रिशुली नदीको संरचना बनेदेखिको अहिलेसम्म यसको ठुलो क्षति भएको थिएन।
अति भयो हेरी साथी छैन। हेर्नु त पुल लगेको यो कहाँको पुल लगेको हो हामीलाई थाहा छैन हजुर। यो हेरी साथी छैन। त्रिशुली खोला माथि बनेको मोटरेबल पुल पुरै लगेको छ। यति बेला हामी नुवाकोट ढुङ्गेमा छौँ। आज आएको रसुवा हुँदै आएको यो त्रिशुली खोला बढिसकेपछि बाढीले भनौँ अथवा यो ठुलो सबभन्दा ठुलो भन्छ नि इतिहासकै ठुलो आएको बाढीले यहाँ के क्षति पुऱ्यायो भनेर हामीले हिसाब किताबै गरेर भन्न सक्दैनौँ। यहाँका घरदेखि लिएर मान्छे कति परे के भयो। अब ठुला खोलादेखि घरहरू गाडी एकैचोटि धेरै बगाएको छ। यति बेला आवाज दिनुहोस्, कतैबाट सम्भव छ भने आवाज दिनुहोस्। कृपया क्षतिग्रस्त एरियामा कोही यदि घरभित्र ठुलियो भएको भने आवाज दिनुहोस्। आदरणीय जनसमुदायहरू घरभित्र तपाईँहरू सुरक्षित माथितिर गइदिनु होला। क्षतिग्रस्त एरियामा कोही घरभित्र हुनुहुन्छ बाहिर आउन सक्नु भएको छ आवाज दिनु होला। कृपया आवाज दिनु होला। आदरणीय जनसमुदायहरू क्षतिग्रस्त एरियामा घरभित्र कोही हुन्छ भने आवाज दिनु होला। आदरणीय जनसमुदायहरू क्षतिग्रस्त एरियामा कोही हुन्छ भने आवाज दिनु होला। घरमाथिको मान्छेहरू पछाडि गइदिनु होला। घरमाथिको मानिसहरू पछाडि गइदिनु होला। कृपया घरमाथिको मानिसहरू पछाडि गइदिनु होला। केही छैन यो त हिसाबै छैन। आज त यो सर खोला आउने भने रसुवाबाट अनि के चाइनाबाट नि हो र? रसुवा प्लस चाइनाबाट समेत। ओहो चाइनाबाट हजुर लाङटाङ चाइनाबाट आएको भोटेपछि अनि यता लेन्दे खोला भन्ने छ अर्को यतापट्टि हाम्रो नेपाल र चाइनाको सिमानाको एरिया। त्यो एरियाबाट ठुलो आउने हो खोलाको भाव। हाम्रो एरियाको खोला त धेरै ठुलो भाव लेदो आएको नि सर पुरै पानी जस्तो नि होइन लेदो भरेर आएको सायद कतै रोकिएर फेरि पढेको भयो। हो यहाँतिरको मान्छेहरू त सबै भगाउनु भ्यायो होला है। सकेसम्म हाम्रो क्षमताले भ्याएसम्म गरेका हो। बाढी आउनु पूर्व नै जानकारी गरिसकेको थियो सर यतातिर। हामीलाई माथिबाट सूचना आउने बित्तिकै सबै बजारको बासिन्दा हामीले हाम्रो यो नदीतटीय क्षेत्रको मान्छेहरूले जानकारी सबैले माथि हाम्रो भगाउनु भएको थियो है। माथिबाट हाम्रो सर्कुलर हुन्छ। हाम्रो क्षमताले भ्याएसम्म गरेका हो। अब कति यो अहिले त यो त एउटा प्रकोपै हो। यसको त अब कसलाई के भन्नु मिल्छ र? हजुर माथि